कति कोडिङ आउँछ मलाई केही थाहा छैन। मैले पुरै स्टार्टिङ लाइक एकदम बिगिनर जसले कुनै अरू ल्याङ्ग्वेज सिकेकै छैन त्यस्तो टाइपले बुझाउँछु होइन। सो जस्ट बी रेडी जुन आउँछ त्यसमा फेरिदेखि रिभाइज हुन्छ त्यही भएर आई डोन्ट नो हेर्ने भएर हेर्नै पर्छ हेर्न त। सो यो प्रोग्राम पहिला त्यो प्रोग्रामले के गर्छ भनेपछि होइन हामीलाई 9 वटा नम्बर इनपुट गर्न माग्छ त्यसले। लाइक प्रोग्राम गर्दा तिमीले अलरेडी त्यसलाई भ्यालु एसाइन गर्न सक्छौ होइन। तर यो प्रोग्राममा 9 वटा नम्बर एन्टर गर्न भन्छ सुरुमा अनि त्यसपछि तिमीले एन्टर गर्यो भने त्यसलाई 3x3 म्याट्रिक्समा लाइक यस्तो 1 2 3 अनि 1 2 3 मा कन्भर्ट गर्छ अनि त्यसलाई फ्लिप भर्जन लाइक त्यसलाई उल्टो गरेर कस्तो भनौँ यो यस्तो छ भने भर्टिकल लाइक होराइजन्टल छ भने भर्टिकल गरेर दिन्छ, भर्टिकल छ भने होराइजन्टल गरेर दिन्छ। अब त्यो के हो त्यो पछि हुन्छ लाइक इट्स लाइक फ्लिपिङ अ टिक ट्याक टो बोर्ड। अब यो बुझ्छौ पछि होइन। सुरुमा म्याट्रिक्स भनेको के हो तिमीलाई थाहा नै होला लाइक 3x3 म्याट्रिक्सको कुरा गर्नुभन्दा यो म्याट्रिक्स भनेको त्यसमा 3टा र हुन्छ, एउटा र दुईटा र तिनटा र तिनटा कलम हुन्छ, एउटा दुईटा तिनटा टोटल 9 वटा भयो 1 2 3 4 5 6 7 8 9 लाइक अ टिक ट्याक टो बोर्ड। लाइक टिक ट्याक टो खेल्न त आउँछ होला अफकोर्स। नेक्स्ट छ वाट इज ट्रान्सपोज। ट्रान्सपोजको मिनिङ भनेको फ्लिप गर्ने के लाइक यता हेर यसरी छ भने यसरी गरिदिने लाइक यो यसरी छ भने यो होराइजन्टल छ अनि यसलाई भ्यालुलाई भर्टिकल गरिदिने पुरै यसरी लाइक पहिला यो बिफोर 1 2 3 र 1 4 7 यो लास्टमा आउटपुट हेरेपछि बुझ्छौ के भनेको यो भनेर। ट्रान्सपोज भनेको र लाइक कलम बनाइदिने लाइक यो र हो यो र थियो यसलाई ट्रान्सपोज गरेर यो कलम बनाऊ लाइक रलाई कलम बनाइदिने अनि कलमलाई र बनाइदिने। अनि नेक्स्ट छ भेरिएबल लाइक यो त पहिले पढेको तर पनि म फेरि बुझाउँछु। भेरिएबल भनेको एउटा मेमोरी लोकेसन हो होइन। इक्जाम्पलले बुझ्ने भन्दाखेरि लाइक एउटा बक्स छ बुझ त्यसमा तिमीले यसलाई केही नाम दियौ होइन। सो यो बक्सको नाम ए दिएँ मैले अनि यसको भित्र केही भ्यालु राखेँ अनि भयो त्यो बक्सभित्र यो भ्यालु स्टोर भयो। अब यो भ्यालुलाई निकाल्नको लागि यसको नाम ए युज गर्छु म अनि यो यसमा भित्र कुन भ्यालु छ त्यो युज गर्न पाएँ। भेरिएबल जुन पनि हुन पायो फर इक्जाम्पल नेम हुन पायो कसैको, कसैको एज हुन पायो अथवा केही कुरोको स्कोर हुन पायो अथवा जे पनि हुन पायो। भेरिएबल भनेको थाहा होला होइन मैले धेरै डिटेलमा बुझाएन। त्यसपछि एरे भनेको के हो बुझ। एरे भनेको भेरिएबल जस्तै हो तर एडभान्स टाइपको लाइक मेनी भेरिएबल टुगेदर। जस्तो यो एउटा बक्स भयो होइन यसमा मैले जस्तो इन्ट ए बनाएँ यसमा ए बनाएको थियो होइन। अब ए भित्र मैले एउटा मात्र भ्यालु राख्न पाउँछु त्यो भ्यालु या नेम हुन पायो या एज हुन पायो स्कोर यिनी मध्ये एउटा मात्र राख्न पाएँ। तर मैले फर इक्जाम्पल मलाई 50 स्टुडेन्टको नेम चाहिए होइन। मैले सबैको नेम लेख्दा ए इजकल टु एउटाको नाम बी इजकल टु अर्कोको नाम सी इजकल टु अर्कोको नाम मतलब 52 वटा भेरिएबल बनाउनु पर्छ। तर एरेमा मैले एउटा ए एरे बनाएँ अनि त्यसको साइज 50 वटा दिएँ भने त्यो ए को भित्र चाहिँ मैले 50 वटा नाम राख्न पाउँछु। फर इक्जाम्पल राम श्याम हरि गीता जति पनि नामहरू छन् 52 वटा त्यसैको भित्र एउटै ए को भित्र राख्न पाउँछु। अनि सेम टाइपको हुनु पर्यो। फर इक्जाम्पल नेम भनेको एउटा स्ट्रिङ भेरिएबल भयो एबीसीडी हुन्छ। एज भनेको नम्बर भेरिएबल भयो 1 2 3 4 हुन्छ। अब मैले एबीसीडी र नम्बर डेटालाई एउटै भित्र राख्न सक्दैन। एरेले या त नाम मात्र राख्न पाइयो पुरैमा एबीसीडी वाला या त पुरैमा नम्बरहरू मात्र राख्न पाइयो। तर त्यही हो सेम टाइप अफ भ्यालु यहाँ हुन्छ त्यही हो। अनि एरेमा र एन्ड कलम हुन्छ भेरिएबलमा नर्मल्ली स्टोर हुन्छ। अनि एरेको टाइपहरू 1D एरे 2D एरे 3D एरे के छन् अब हेर्दै गरे। वाट इज लुप। लुप भनेको त भयो अगेन एन्ड अगेन कुनै टास्कलाई रिपिट गर्ने जबसम्म लाइक हामीलाई रिजल्ट आउँदैन। यो भारतुन इक्जाम्पल किन इग्नोर आएन होइन। रिपिट द सेम टास्क ओभर एन्ड ओभर अगेन अन्टिल यु से स्टप त्यही हो। अनि लुपमा हामीलाई धेरै काम लाग्ने आई गेस फर लुप होला होइन। यो प्रोग्राममा त फर लुप हो त्यही भएर फर लुपको डिफिनेसन छ यहाँ। फर लुप भनेको यो थाहा होला सुरुमा फर लेखिन्छ त्यसपछि इनिसियलाइजेसन हुन्छ। आई सपोज गर एउटा क्यारेक्टर आई इजकल टु 0 लेखेँ त्यो 0 बाट इनिसियल भयो अनि यो स्टेप भएर फर्स्टमा यहाँ 1 हुन्छ त्यसपछि 2 3 4 यस्तो के बुझाउँछु। फर हुन्छ इनिसियलाइजेसन भनेको आई इजकल टु फर इक्जाम्पल 0 माने मैले त्यसपछि कन्डिसन चेक गर्छ। कन्डिसन चेक गरेपछि यदि त्यो कन्डिसन ट्रु छ भने यो ब्र्याकेट भित्रमा जुन कोड छ त्यो कोड रन हुन्छ। यदि फल्स छ भने यो यहाँ कोडबाट बाहिर निस्किन्छ लाइक यो लुप खतम भयो। अनि लाइक यो कन्डिसन ट्रु छ 4 मा गयो यसमा रन भयो रन भएपछि 5th मा गएर यो इन्क्रिमेन्ट हुन्छ। इन्क्रिमेन्ट मिन्स यहाँ आई इजकल टु 0 थियो मैले आई प्लस प्लस लेखेछु 0 बाट प्लस प्लस भएर 1 हुन्छ। 1 भएपछि फेरि कन्डिसन चेक गर्छ अझै पनि कन्डिसन ट्रु छ भने फेरि यो कोड रन हुन्छ फेरि यहाँ गएर अप हुन्छ अनि फेरि +2
फेरि प्लस प्लस हुन्छ। यदि यहाँ फेरि कन्डिसन रङ छ भने फल्स भएर बाहिर निस्किन्छ। अनि यो स्टेप रिपिट भएको भए हुन्छ। जबसम्म कन्डिसन चेक हुन्छ, ट्रु हुन्छ, तबसम्म यो ब्लक अफ कोड रिपिट हुन्छ। जब कन्डिसन फल्स हुन्छ तब यो कोड खतम हुन्छ, लुप खतम हुन्छ। अब कोडको इक्जाम्पलमा हामी बसिसकेका छौँ। सो अब मैले यसलाई 3-4वटा उसमा लाइक बुझ। सुरुमा सबभन्दा फर्स्ट लाइन अफ कोड हाम्रो छ यो इम्पोर्ट गर्ने, इम्पोर्ट java.util.scanner। यसमाको तिमीले यो जे ह एउटा एउटा लेटर याद गर्नुपर्छ। अनि ध्यान राखे यो जावा इज केस सेन्सिटिभ, जावा इज केस सेन्सिटिभ होइन। लाइक यहाँ यस क्यापिटल छ भने यस क्यापिटल नै हुनु पर्यो, स्मल गर्यो भने कोड बिग्रिन्छ। तर इक्जाममा कोडमा लेख्दा त चल्छ होइन, तर कम्प्युटरमा लेख्दाखेरि तिमीले यहाँ क्यापिटल नै बनाउनु पर्छ। अनि यो भनेको एउटा टुल मान के जस्तो लाइक तिमीलाई हामीले कोड मैले सुरुमा भनेको थिएँ कि यो प्रोग्राममा हामीले डेटा एन्टर गर्नुहुन्छ किबोर्डको हेल्पबाट। अनि त्यस्तो डाटा एन्टर गर्नको लागि नर्मल्ली यसमा कुनै किबोर्ड हुँदैन। त्यसको लागि हामीलाई यो इम्पोर्ट स्क्यानर भन्ने एउटा टुल मान त्यसलाई इम्पोर्ट गर्नुपर्छ। त्यसपछि नेक्स्ट स्टेप छ क्लास। क्लास बनाएँ म, त्यसको क्लासको नाम दिएँ ट्रान्सपोज म्याट्रिक्स। अब क्लासको नाम जे पनि हुन पायो, मैले एबिसिडी एफजिएच अनि जे पनि के लाइक यसको क्लासको नाम कोड लेख्न पनि पाएँ, क्लासको नाम यो लेख्न पाएँ, बक्स लेख्न पाएँ, जे पनि लेख्न पाएँ यहाँ। तर अनि त्यसपछि यहाँ यो ब्र्याकेट स्टार्ट भयो, पब्लिक स्ट्याटिक भोइड मेन। यो मेन यसको नाम हो, यो लाइक यो एउटा फङ्सन हो। तर यो मेन तिमीले चेन्ज गर्नु पर्नु, यो क्यापिटल गरिदियो भने पनि प्रोग्राम मिस्टेक हुन्छ। अनि स्ट्रिङ एआरजिएस अनि यो ब्र्याकेट यो जस्तो छ तिमीलाई जस्तो खाने सेम टु सेम कपी गर्नुपर्छ। यसमा केही पनि मिस्टेक भयो भने लाइक यो मेन प्रोग्राम हो क्या, स्टार्टिङ पोइन्ट अफ द प्रोग्राम हो, जहाँदेखि सबै कोड रन हुन्छ। यसको भित्र जे जे हुन्छ त्यो मात्र रन हुन्छ, यसको माथि तल जे हुन्छ के रन हुँदैन। अनि भयो नेक्स्ट भनेको स्क्यानर एससी इजकल टु न्यू स्क्यानर सिस्टम डट इन। यो स्क्यानर भनेको हामीले यहाँ माथि इम्पोर्ट गरेको थियौँ नि, यो इनपुट लेख्नको लागि काम लाग्छ। अनि यसलाई युज गर्नको लागि यहाँ जस्ट हामीले डिक्लेयर गर्यौँ कि स्क्यानर भन्ने टुल छ है भनेर। अब त्यसलाई युज गर्नु पनि पर्यो। युज गर्नको लागि त्यसको भेरिएबल बनाउनु पर्छ। एउटा भेरिएबल बनाउनको लागि सुरुमा स्क्यानर लेख्ने अनि स्पेस दिएर त्यसको नाम लेख्ने, एउटा स्क्यानरको जे पनि लेख्न पायो। यहाँ एससी लेखे, एससी भनेको यो स्क्यानरको एससी सर्ट फर्ममा एससी भयो। यसमा तिमीले इनपुट लेख्न पायो या जे पनि लेख्न पायो। इजकल टु न्यू स्क्यानर सिस्टम डट इन। यसमा अरू सेम टु सेम कपी गर्नुपर्छ। जम्मा एससीको ठाउँमा तिमीले जे पनि राख्न पायो, तर एससी नै राख्दा पनि केही फरक पर्दैन। त्यसपछि अब हामीलाई म्याट्रिक्स बनाउने काम। म्याट्रिक्स बनाउँदाखेरि हामीलाई 3x3 म्याट्रिक्स बनाउन छ। अनि मैले इन्ट लेखेँ किनभने मलाई इन्टिजर भेरिएबल चाहिए, नम्बर मात्र इन्ट लेखेँ। अनि भेरिएबलको नाम मैले ए दिएँ, किन ठुलो लेख्नु पर्यो, जम्मा ए लेखिदिए भयो। मलाई के चाहिए भनेपछि 3x3 म्याट्रिक्स चाहिए। 3x3 मा र हुन्छ र कलम हुन्छ। र यो त्यसमा दुईटा स्क्वायर दिएँ, फर्स्ट वाला स्क्वायर रको लागि, सेकेन्ड वाला कलमको लागि। अनि 3x3 मिन्स कलम चाहिन्छ, त्यही भएर 3वटा र 3वटा कलम। त्यसपछि इन्ट आई र जे यो लुपको लागि हो। आई र जे अहिले डिक्लेयर गरेको सुरुमै माथि गरिदियो प्रोग्राममा, यो लुपको लागि हो। अरू लास्टमा बुझाउँछु म। त्यसपछि अब पार्ट आयो फाइनली लुपको बारेमा। यो अलि बुझ्न लाइक आई डोन्ट नो तिमीलाई लुपको बारेमा कति थाहा छ होइन, फर लुपको बारेमा, तर पनि लाइक पुरै डिटेलमै बुझाउँछु। मैले यहाँ फर स्टार्ट गरेँ, फर लुप स्टार्ट गर्नको लागि फर लेख्छन् सुरुमा। त्यसपछि यहाँ इनिसियल लाइक आई इजकल टु 0, यहाँ आई हामीले यहाँ बनाइसकेछौँ हेर, इन्ट आई भनेर। त्यही भएर त्यहाँ आई लेखेँ। आईलाई मैले 0बाट स्टार्ट गरेँ, आई इजकल टु 0 एसाइन गरेँ। आई लेस देन 3, हामीलाई 3x3 को बनाउन हो नि, त्यही भएर 3 म्याट्रिक्स हुन्छ, त्यही भएर यहाँ 3 लेखियो। अनि आई प्लस प्लस भयो। अनि यहाँ ब्र्याकेट स्टार्ट भयो, यो फर लुपको ब्र्याकेट स्टार्ट भयो। अनि यो फर लुपभित्र अझै एउटा फर लुप जुन जे छ, यहाँ हामीले जे पनि बनाऊँ भेरिएबल, त्यही भएर त्यहाँ हामीले जे युज गर्यौँ। जेमा पनि सेम कपी गरिदिने, 0 0 3 3सम्म जान्छ अनि प्लस प्लस हुँदै गर्छ। त्यसपछि यो जे को ब्र्याकेट स्टार्ट भयो। यसको भित्र ए आई र जे भने हम मिन्स यसमा हेर यहाँ दुईटा यो ठाउँ खाली थियो होइन। अनि यो हामीले फर्स्टवाला ठाउँलाई आई मान्यौँ, सेकेन्डवाला ठाउँलाई जे मान्यौँ, त्यो यति मात्र हो। त्यही भएर आई यसमा फर्स्टवाला ठाउँमा आई राखिदिउँ, सेकेन्डवाला ठाउँमा जे राखिदिउँ। इजकल टु एससी डट नेक्स्ट इन्ट, यो पनि घोक्नै पर्छ। लाइक यो पनि कोड हो होइन, सिन्ट्याक्स। यो किन हो भनेपछि लाइक हामीले यहाँ स्क्यानर भन्ने एउटा बनायौँ होइन, यस्सी भन्ने भेरिएबल बनायौँ। अब यस्सी भन्ने भेरिएबललाई युज गर्नु पर्यो नि, यो जस्ट हामीले माथि डिक्लेयर गर्यौँ। र फर्स्टमा हामीले डिक्लेयर गर्यौँ स्क्यानर भन्ने टुल छ है भनेर डिक्लेयर गर्यौँ। अनि स्क्यानरलाई युज गर्नको लागि त्यसको भेरिएबल बनायौँ। अब त्यसको भेरिएबल कहाँ युज गर्न हो त्यो ठाउँमा गएर यो ठ्याक्क पेस्ट हानिदिने, अनि त्यहाँ गएर हामीले इनपुट गर्न पाउँछौँ। अब यहाँ ए भन्ने भेरिएबलमा हामीले डेटा हाल्न पाउँछौँ, कुन ठाउँमा, आई र जे को ठाउँमा। आई भनेको सुरुमा हामीले इनिसियल गर्दाखेरि आई भनेको 0 छ, जे भनेको पनि 0 छ। आई मिन्स यो आई को ठाउँमा 0 हुन्छ, यो जी को ठाउँमा 0 हुन्छ, मिन्स ए 0 र 0, ए 0 0 ठाउँमा हामीले इनपुट हाल्न पाउँछौँ।
जस्तो A 00 ठाउँमा इनपुट हाल्न पाउँछौँ कुनै पनि भ्यालु जस्तो मैले 1 हालिदिएँ त्यो ठाउँमा। त्यसपछि अब यो कोड लाइक हेर अघि नैको यो याद छ किन तिमीलाई? लाइक यो याद गर है, यो याद गर हेर। सुरुमा इनिसियल हुन्छ जस्तो i = 0 छ, इनिसियल भयो त्यसपछि कन्डिसन चेक गर्छ यता हेर। अब i = 0 भयो त्यसपछि कन्डिसन चेक गर्छ कि 0 इज लेस देन अर 3 छ कि नै, लाइक 0 3 भन्दा सानो हुन्छ कि नै। यदि 0 3 भन्दा सानो छ भने त्यसले यो भित्रको कोड रन गर्छ, यदि छैन भने यो कोडबाट बाहिर निस्किन्छ अनि यो कोड टर्मिनेट हुन्छ। त्यसपछि हेर j = 0, j 0 इज लेस देन 3, 0 3 भन्दा सानो हुन्छ सबैलाई थाहा होला। त्यही भएर यो ट्रु भयो, ट्रु भएपछि यो भित्रको रन हुन्छ। अनि भित्रमा के छ भनेपछि i र j छ, i भनेको 0, j भनेको 0 अनि यसमा एउटा भ्यालु हाल्न पाउँछु मैले त्यसमा 1 हालिदिइसकेको थिएँ। जब तिमीले भ्यालु हाल्न एन्टर हान्छौ, एन्टर हानेपछि यो यता जान्छ, j ++ हुन्छ। सुरुमा 0 थियो ++ भएर 1 भयो। अब त्यसपछि फेरि चेक गर्छ कि 1 लेस देन 3 छ कि नै। यदि 1 3 भन्दा सानो हो भने फेरि यो कोड रन हुन्छ अनि i को ठाउँमा 0 हुन्छ तर j को ठाउँमा अब 1 हुन्छ किनभने भर्खरै यहाँ j ++ भएछ अनि यहाँ j को ठाउँमा 1 भयो। सो 0 र 1 भयो अनि फेरि एउटा भ्यालु इनपुट हाने, मैले 2 हाने त्यसपछि फेरि यहाँ जान्छ j ++ भयो, j ++ भएर फेरि चेक गर्छ। अब j को भ्यालु सुरुमा 0 थियो त्यसपछि 1 भयो, अब 2 हुन्छ, 2 लेस देन 3 हो कि नै भनेर चेक गर्छ। 2 3 भन्दा सानो हो जुन ट्रु हो, त्यही भएर फेरि यहाँ आउँछ। यहाँ आएपछि i = 0 भयो, j = 0 भयो, j = 2 भयो। त्यसपछि 2 भएपछि अब मैले त्यसमा फेरि भ्यालु एन्टर हाने, एन्टर हानेपछि j ++ हुन्छ। अब 3 इज लेस देन 3 ट्रु हो कि नै भनेर चेक गर्छ, व्हिच इज फल्स किनभने 3 3 भन्दा सानो हुन्न, त्यो इक्वल हुन्छ। इक्वल टु भए ट्रु हुन्थ्यो तर 3 इज लेस देन 3 हो, त्यही भएर यो फल्स भयो। अब यो फल्स भएपछि यो प्रोग्राम एन्ड भयो। हेर यो प्रोग्राम यो ब्र्याकेटबाट स्टार्ट भएको थियो अनि यो ब्र्याकेटमा आएर एन्ड छ। अब यहाँदेखि बाहिर निस्किन्छ, योभन्दा बाहिर भनेको यो ब्र्याकेटमा जान्छ, फेरि यो टपवाला यो ब्र्याकेट छ नि यो ब्र्याकेटमा जान्छ, यो i वाला लुपमा। अब i वाला लुपमा गएपछि अब लाइक हेर सुरुमा i 0 थियो होइन, अनि चेक गरौँ कि 0 इज लेस देन 3 हो कि नै भनेर चेक गरेपछि यो ट्रु भयो। यो ट्रु भएपछि फेरि यो ब्लकभित्रको कोड रन भयो। अब यो ब्लकभित्रको कोड रन भयो, यो ब्लकभित्रको कोड रन भएर यसको काम सकियो। त्यसपछि अब यो फेरि बाहिर निस्किँदाखेरि अब यहाँ i++ हुन्छ, i++ भएर 0 थियो, 0बाट 1 मा भन्छ कन्भर्ट हुन्छ। अब अनि अब i को भ्यालु 1 छ, पहिला 0 थियो अब 1 छ अनि 1 भएपछि चेक गर्छ 1 इज लेस देन 3 हो कि नै भनेर, व्हिच इज ट्रु। अनि त्यो चेक गरेपछि फेरि ब्लकभित्र जान्छ अनि j को भ्यालु 0बाट स्टार्ट हुन्छ किनभने तिमीले भन्यौ कि लाइक अघिसम्म त j को भ्यालु 3 थियो अनि त्यो फल्स भएर बल्ल माथि गएको। तर अब i को भ्यालु j को भ्यालु फेरिदेखि 0 हुन्छ किनभने तब i को भ्यालु 0 थियो तर अब इन्क्रिज भएर i को भ्यालु 1 भइसकेको छ। मिन्स नयाँ लुप भने पुरै ब्रान्ड न्यू, यो भित्रको जे छ सबै एकदम ब्रान्ड न्यू हो। त j को भ्यालु 3 तब थियो जब i को भ्यालु 0 थियो पहिलाको प्रोग्राममा, तर अब यो सेकेन्ड लुप हो त्यही भएर i को भ्यालु 1 मा कन्भर्ट भयो अनि यो सबै यो भित्रको जे छ नि सबै रिस्टार्ट भयो। j को भ्यालु 0 हो अनि सबै कोड अब केही पनि छैन, त्यही भएर अब फेरिदेखि यो सेम प्रोसेस रिपिट हुन्छ। i को भ्यालु अब 1 छ, 0 होइन, i को भ्यालु अब 1 छ, j को भ्यालु 0 हो। त्यसपछि फेरि सेम प्रोसेस रन हुन्छ, i को भ्यालु 0 हो, j ++ हुन्छ, j को भ्यालु 1 हुन्छ, 1 लेस देन 3 ट्रु हुन्छ, फेरि रन हुन्छ, i को भ्यालु 1 छ, फेरि j को भ्यालु भर्खरै ++ भएर 0 देखि 1 भयो। अब 1 र 1 ठाउँमा मैले एन्टर हाने कुनै भ्यालु त्यसपछि फेरि यहाँ जान्छ, j को भ्यालु 2 मा कन्भर्ट हुन्छ, त्यसपछि 2 इज लेस देन 3 चेक गर्छ, फेरि यहाँ आउँछ i को भ्यालु 1 छ, j को भ्यालु अब भर्खरै 2 भयो, त्यसपछि फेरि एन्टर हान्छु फेरि 3 हुन्छ, 3 लेस देन 3 फल्स हुन्छ, फेरि यहाँदेखि फेरि माथि जान्छ अनि i को भ्यालु 1 थियो अब i++ भएर 2 हुन्छ, फेरि यो भित्र कोडमा आउँछ सेम, j को भ्यालु फेरिदेखि रिसेट हुन्छ, 0बाट स्टार्ट हुन्छ। अब i को भ्यालु 2 छ, j को भ्यालु स्टिल 0 छ, फेरि यो कोड रन हुन्छ, त्यसपछि फेरि j++ हुन्छ, j को भ्यालु 1 हुन्छ, 2 र 1 हुन्छ, 2 र 1 भएर फेरि एन्टर हान्छु मैले भ्यालु, फेरि j++ हुन्छ, j को भ्यालु 2 हुन्छ, फेरि 2 मा गएर भ्यालु हाल्छु, j को भ्यालु 3 हुन्छ, 3 भएपछि अब 3 इज लेस देन 3 फल्स भयो। त्यसपछि फेरि यहाँदेखि बाहिर निस्किन्छ i++ हुन्छ, i को भ्यालु 2 थियो अघि नै, अब 2++ भएर 3 भयो अनि 3 इज लेस देन 3 फल्स भयो। त्यसपछि फाइनली यो फर लुप पनि एन्ड भयो। अब त्यसपछि अब यसपछिको नेक्स्ट स्टेप जे छ त्यसमा जान्छ, यो लुप खतम भयो, हामीले सबै भ्यालु एसाइन गरिदिइसक्यौँ। नेक्स्टमा के छ भनेपछि फेरिदेखि लुप गर्ने पार्ट आयो, फर लुप सेम टु सेम त्यही हो, अगाडि जे थियो त्यही नै हो, तर पहिला हामीले के गरेको थियौँ भनेपछि पहिला हामीले भ्यालु एसाइन गरेको थियौँ। अब के गरेको छौँ भनेपछि भ्यालुलाई
प्रिन्ट गरे हम ट्रान्सपोज बनाएर। ट्रान्सपोज कसरी हेर, फर लुपको कन्सेप्ट बुझे छैनौ भने भन, म बुझाउँछु हैन। तर अहिलेको लागि हेर, i इक्वल टु 0 छ, i लेस देन 3 छ, i प्लस प्लस भयो, त्यसको भित्र फेरि ब्र्याकेट स्टार्ट गरे, त्यसको भित्र फेरि फर लुप बनाए, j इक्वल टु 0, j लेस देन 3, j प्लस प्लस, सेम टु सेम कोड हो कि यहाँ यो दुईटा लाइन त। फेरि यहाँ ब्र्याकेट स्टार्ट भयो। अब हामीले जावामा कुनै पनि चिजलाई प्रिन्ट गर्नको लागि यो सिन्ट्याक्स छ सिस्टम डट आउट डट प्रिन्ट, अनि यहाँ पछाडि यो एलएन लेख्यौँ भने लाइक लाइन ब्रेक हुन्छ। द म्याच जो जस्तो यस्तो यो लेख्यौ होइन, एउटा सेन्टेन्स भयो, तिमी एलएन हालेनौ भने यो तलको जुन टेक्स्ट छ नि, तलको टेक्स्ट ए पछि लेखिन्छ। तर एलएन हाल्यौ भने यहाँदेखि ग्याप बन्छ, ग्याप भएर यो तलको लाइनमा लेखिन्छ, त्यति फरक हो। अनि यस क्यापिटल हुनुपर्छ, यो ध्यान राखे ल्यापटपमा लेख्दा, आई मिन कम्प्युटरमा लेख्दाखेरि। अनि त्यसपछि अब हेर यो ट्रान्सपोज कसरी भयो भनेपछि होइन, यहाँ हेर, यहाँ हामीले सुरुमा के राखेको थियौँ भनेपछि यहाँ आइजे थियो होइन, तर हामीले आउटपुट निकाल्दाखेरि जे र आई लेखेछौँ। सुरुमा जे लेख्यौँ, पछि आई लेखेछौँ, यता सुरुमा आई छ अनि पछि जे छ। यसैले गर्दा ट्रान्सपोज भएको लाइक उल्टो भयो। जे जब जहाँ जुन ठाउँमा जे थियो त्यो ठाउँमा अब आई छ, जुन ठाउँमा आई छ त्यो ठाउँमा अब जे छ, उल्टा गरिदिउँ। अनि त्यही नै हो ट्रान्सपोज मेट्रिक्स, त्यति हो। अब कोड बुझाउँ भन्दाखेरि हेर, सेम टु सेम त्यही हो। जे को भ्यालु 0 हुन्छ, जे लेस देन 3, जे प्लस प्लस, यति नै हो। जे को भ्यालु 0 भयो अनि चेक गर्छ 0 इज लेस देन 3 हो कि नै भनेर, ट्रु हुन्छ। त्यसपछि कोडमा जान्छ, कोडमा ए को भ्यालु जे र ए को भ्यालु जे र आई को ठाउँमा कुन भ्यालु छ त्यो प्रिन्ट हुन्छ। अब लाइक हामीले एन्टर गर्ने होइन त्यो भ्यालु हामीले पहिले एसाइन गरिसक्यौँ। जस्तो हेर, जे को भ्यालु ए को भ्यालु आई को भ्यालु 0, जे को भ्यालु 0 होइन, त्यो ठाउँमा हामीले पहिला कुन भ्यालु प्रिन्ट हाने थियौँ, यसमा 0 0 मा कुन भ्यालु प्रिन्ट हाने थियौँ त्यो भ्यालु प्रिन्ट हुन्छ यहाँ, त्यो भ्यालु यहाँ प्रिन्ट हुन्छ। प्लस भएर यहाँ एउटा ग्याप छोड्छ, अनि ग्याप छोडेर फेरि अर्को भ्यालु प्रिन्ट हुन्छ, अनि अर्को भ्यालु प्रिन्ट भएर जे जस्तो के भयो भनेपछि यहाँ जे को भ्यालु 1 भयो, 1 इज लेस देन 3 ट्रु भयो। अब 0 मा कुन भ्यालु हामीले पहिला प्रिन्ट गरेको थियौँ त्यो भ्यालु यहाँ प्रिन्ट हुन्छ। त्यसपछि नेक्स्टमा भयो 0 र 2 मा हामीले यहाँ कुन भ्यालु प्लेस गरेको थियौँ त्यो प्रिन्ट हुन्छ। 3 इज लेस देन 3 फल्स भयो, फल्स भएपछि यो ब्र्याकेटदेखि बाहिर निस्किन्छ, यो ब्र्याकेटदेखि बाहिर निस्केपछि सिस्टम डट आउट प्रिन्ट एलएन हुन्छ। त्यसपछि यहाँ लाइन ब्रेक हुन्छ, लाइन ब्रेक भएर यहाँ एउटा ग्याप हुन्छ, ग्याप भएपछि यो नेक्स्ट रको लागि यो कोड रन हुन्छ। त्यसपछि जे को भ्यालु यो आई को भ्यालु छ नि, त्यसमा 0 थियो, आई प्लस प्लस भएर आई को भ्यालु 1 मा कन्भर्ट हुन्छ। 1 कन्भर्ट भएपछि 1 र 0 भयो, 1 0 मा कुन थियो, 1 1 मा कुन थियो, 1 1 मा कुन थियो, त्यो भ्यालु प्रिन्ट हुन्छ। त्यसपछि यहाँदेखि फेरि लाइन ब्रेक हुन्छ, लाइन ब्रेक भएर त्यसपछि फेरि नेक्स्ट रमा जान्छ, नेक्स्ट रमा गएपछि आई को भ्यालु 2 मा कन्भर्ट हुन्छ, जे स्टिल 0 छ त्यो प्रिन्ट हुन्छ। अनि यो पनि 3 3 सँग लाइक म्याच भएन भने अनि यो पनि कोड खतम भयो, अगाडिको जस्तै सेम टु सेम यो फर लुप पनि एन्ड भयो। त्यसपछि अब लाइक इक्जाम्पल हेर, जस्तो इक्जाम्पलको लागि मैले 1 2 3 4 5 6 7 8 9 हालेको थिएँ होइन। हेर, यो भनेको 0 0, यो भनेको 0 1, यो भनेको 0 2, त्यसपछि यो 1 0 1 1 1 2, यो 2 1 2 0 2 1 एन्ड 2 2। 0 0 मा मैले जुन हालेको थिएँ त्यो यहाँ गयो, मैले यो 1 0 मा जुन हालेको थिएँ त्यो यहाँ गयो, अनि यहाँ मैले 2 0 मा जुन हालेको थिएँ त्यो यहाँ गयो। लाइक हेर, यो यसरी भर्टिकल थियो, यहाँ होराइजन्टल भयो। 1 2 3 यसरीमा 1 2 3 तलमा आयो, 4 5 6 यसरीमा 4 5 6 यसरीमा आयो, 7 8 9 यसरीमा 7 8 9 यसरीमा आयो। यही नै हो ट्रान्सपोज भनेको, यति नै हो। अब तिमीलाई लाइक यो हेर, लेख्दाखेरि सुरुमा इम्पोर्ट जावा डट ट्युटोरियल डट स्क्यानर लेख्ने, त्यसपछि क्लासमा अब यहाँ जसको पनि नाम लेख्न पाइयो भने जे पनि लेख्न पाइयो तिमीले। फाइलको नेम जे हो त्यही हुनु पर्यो, फाइलको नेम यहाँ नेम छ भने यहाँ नेम हुनुपर्छ, फाइलको नाम तिमीले जे राख्छौ त्यसको नाम यहाँ त्यही राख्नुपर्छ। त्यसपछि पब्लिक स्ट्याटिक भोइड मेन भयो, अनि यहाँ स्क्यानर यहाँ एससीमा जे पनि लेख्न पाइयो, मैले आइएन लेख्दै होइन। अनि अब यहाँ पनि आइएन चेन्ज हाल्नु पर्यो, यहाँ आइएन चेन्ज गर्नुपर्छ। त्यसपछि यो क्लास हेर, सुरुमा इम्पोर्ट जावा युटिलिटी स्क्यानर लेख्ने, सेमिकलन दिने, क्लास नेम दिने, ब्र्याकेट स्टार्ट हाल्ने, पब्लिक स्ट्याटिक भोइड मेन स्ट्रिङ एआरजिएस भयो, यो ब्र्याकेट भयो। त्यसपछि स्क्यानर इन इक्वल टु न्यू स्क्यानर सिस्टम डट इन भयो, यहाँ यस क्यापिटल हुनैपर्छ। अनि यहाँ सेमिकलन दिने, इन्ट ए दिने, यो म्याट्रिक्स बनाएको इक्वल टु न्यू इन्ट 3 3 चाहिँ जसको डिक्लेयर गरेको इन्ट आइजिएम भरि यहाँ डिक्लेयर गरे। नत्र तिमीले यताभित्र गएर इन्ट लेख्यौ भने माथि डिक्लेयर गर्नु पर्दैन, तर माथि गरिदिए राम्रो हुन्छ। प्लेट एरर भयो, एन्टर 9 नम्बर लाइक यो रन गर्यो भने फर्स्टमा 9 नम्बर हुन्छ, 3 into 3 म्याट्रिक्स भनेर। त्यसपछि आई इक्वल टु 0, आई लेस देन 3, आई प्लस प्लस भयो, यो कोडहरू मैले बुझिसकेँ। पछि अब यो भएपछि यहाँ मलाई इन्टर गर्न भनेर यहाँ थियो नि इन्ट नेक्स्ट आइएनटी भनेर,
त्यसपछि यहाँ मैले फर्स्ट भ्यालु इन्टर गर्ने 1 त्यसपछि सेकेन्ड टाइममा गयो 2 थर्ड 3 4 5 6 7 8 9 गरेर एन्टर हाने त्यसपछि ट्रान्सपोज अफ म्याट्रिक्स भनेर यहाँ टेक्स्ट प्रिन्ट हान्यो अब यो कोड रन भयो यो कोडमा हामीले जे गरेको थियौँ त्यो भएर लाइक जे र आईमा कन्भर्ट भएर आई र जेबाट जे र आईमा कन्भर्ट भएर यो आउटपुट आयो यो आउटपुट हेर भएको थियो मैले देखाउँछु हालिदियो भने वान 2 3 4 5 6 7 8 9 यो हाल्यो भने यता नर्मल्ली 1 2 3 4 5 6 7 8 9 आयो अब यहाँ जे आइराखेर आउटपुट नै चेन्ज भयो यति मात्र चेन्ज गर्ने हो ल